कतिजनाको कुरा सुनेर यस्तो लाग्छ कि मोदी आइकन 2014 को बादमा उनीहरूलाई यति गरिब बनायो कि 2014 भन्दा अगाडि तिनीहरूको घरमा फर्चुनर BMW मुकेश अम्बानीको लेभलमा थियो क्या तिनीहरू। अहिले आएर यिनीहरू एन्ड्रोइडमा झर्यो, आइफोनबाट फर्चुनर BMWबाट अल्टोमा झर्यो। पहिला पक्का गर्छ ठुल्ठुलो, अहिले मोदीले गर्दा सबै बेचेर खाने अवस्था आयो। झुप्रोमा घुम्दैछ यिनीहरू। पहिला बाइकै बाइक थियो घरमा, रोयल एनफिल्ड KTM थियो, अहिले त साइकलमा हिँड्ने अवस्था बनाइदियो मोदीले आएर। बाबुआमालाई सोधेर हेर्नु एकखेप कि तपाईँको जमानामा तपाईँले त पुरा सुख पाउनु भयो, हामीले त मोदी आइकन पुरा हामीले दुःख पायौँ भन्नु त। रिजल्ट ती पाइहाल्छ कसको अमलमा आएर सुख पाएको, त्यतिखेरै भनिदिन्छन्। हाम्रो बेलामा हामी हिँडेर स्कुल जान्थ्यौँ, तिमीहरूले साइकल बाइकमा जान्छौ, त्यो चाहिँ के हो त? चप्पल लाउनु पाउँथेन हाम्रो बाबुहरूले पहिला कङ्ग्रेसको अमलमा। त्यो आर्थिक अवस्था बनाउनै दिएको थिएन सरकारले। अहिले तिमीहरू छानी छानी दुर्गा पूजाको लागि अगाडि अर्कै, उयसको लागि अर्कै, बिहाको लागि अर्कै, स्कुल जान अर्कै, छानी छानी भेट्दैछौ। जुन मोबाइल लिएर तिमीहरू सरकारको विरोध गर्दैछौ नि अहिले केही नबुझिकन, त्यो मोबाइल दिने औकात पनि 2014 बादमै भएको सबको एन्ड्रोइड फोन, बुझ्यो होला नि। त्योभन्दा अगाडि थिएन। रिस त तिमीहरूको बाबुहरूलाई पनि, हाम्रो बाबुहरूलाई पनि उठ्थ्यो होला सरकारको विरोध, तर त्यो थिएन व्यवस्था सरकारसँग आवाज पुर्याउने। कलर टिभी त थिएन, व्हाइट टिभी थियो 90% घरमा, एक दुईवटा घरमा कलर टिभी थियो होला। नेसनल न्युज हेरो, सरकारले के गर्छ चुप्पो लागेर बस्यो, त्यस्तो अवस्था थियो। अहिले त आवाज उठाउने अवस्था बनाइदिएको छ भनेर तिम्रो मोबाइलमा आएर जो पाए त्यही अवस्था देखाउँदैछौ कि मोदीले के गर्यो के गर्यो।